चले र मन्त्रीमण्डल विस्तार गर्दाखेरि क्षमताका आधारमा मेरिटोक्रेसी भन्छौँ त्यसका आधारमा चाहिँ हामीले विस्तार गर्ने भन्ने विषयमा छलफल भयो। मूलभूत रूपमा चाहिँ न्यूनतम साझा कार्यक्रमका लागि कसरी अगाडि बढाउने, सदस्यहरू कसरी तोक्ने भनेर हरेक राजनीतिक दलले एक-एकजना प्रतिनिधि तोकेर त्यसको ड्राफ्ट तयार गर्ने र 5 दिनभित्र यसलाई तयार गर्ने प्रमुख निर्णय चाहिँ यही मात्र। यदि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गरिदिनुहोला, साथै लाइक, कमेन्ट अनि शेयर पनि गरिदिनुहोला। र हामीले चाहिँ एउटा निर्णय गरेका छौँ भने एउटा न्यूनतम साझा कार्यक्रम तय गर्ने, 5 दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने र यो प्रमुख सत्ता साझेदार दल को संयोजकको रूपमा हामीले एमाले अध्यक्ष आदरणीय केपी शर्मा ओलीलाई हामीले संयोजकका रूपमा अगाडि बढाउने निर्णय भयो र 5 दिनभित्र एउटा न्यूनतम साझा कार्यक्रम तय गर्ने भन्ने निर्णय गऱ्यौँ र त्यसपछि अब मन्त्रीमण्डल विस्तारका विषयमा छलफलहरू चले र मन्त्रीमण्डल विस्तार गर्दाखेरि क्षमताका आधारमा मेरिटोक्रेसी भन्छौँ त्यसका आधारमा चाहिँ हामीले विस्तार गर्ने भन्ने विषयमा छलफल भयो। मूलभूत रूपमा चाहिँ न्यूनतम साझा कार्यक्रमका लागि कसरी अगाडि बढाउने, सदस्यहरू कसरी तोक्ने भनेर हरेक राजनीतिक दलले एक-एकजना प्रतिनिधि तोकेर त्यसको ड्राफ्ट तयार गर्ने र 5 दिनभित्र यसलाई तयार गर्ने प्रमुख निर्णय चाहिँ यही मात्र। यो सरकारलाई चाहिँ तपाईँहरूले कसरी बुझ्नुपर्दछ भने यो उद्देश्य प्राप्तिका लागि न्यूनतम साझा कार्यक्रम बनाएर हामी केका लागि सरकार गठन भएका हौँ, हामी केका लागि सरकारमा छौँ भन्ने कुरा तय गर्ने हो। त्यो तय गर्नका लागि हामीले यो एउटा संयन्त्र बनाएका हौँ। त्यस पछाडि त्यसमा उहाँहरूका मागहरू भन्दा पनि उहाँहरूका एजेन्डाहरू पनि समावेश हुने नै छन्। ती एजेन्डाहरू नागरिकसँग जोडिएकै एजेन्डाहरू हुन्छन् भनेर अध्यक्षज्यूले पनि बताउनु नै भएको छ। त्यस अर्थमा त्यस पछाडि मात्रै यो निर्णय हुन्छ भन्नुभएको छ। उहाँहरूको समर्थन त सरकारलाई छँदैछ, सरकारमा उहाँहरू सहभागी हुनुहुन्छ नै हुनुहुन्छ। खालि समर्थन मात्र हो कि सहभागिता हो भन्ने कुरामा छ। सहभागितामा पनि उहाँहरू लचिलो हुनुहुन्छ। खालि के भने यो न्यूनतम साझा कार्यक्रममा हामीले उठाएका विषयवस्तुहरू समावेश हुनुपर्छ भन्नुभएको छ। त्यो सबै राजनीतिक दलले भनिरहेका छन्, उहाँहरूले पनि भन्नुभएको छ। मन्त्रीमण्डल विस्तार गर्ने भन्ने कुरा यो सामान्य कुरा, यो भागभण्डाको कुरा होइन, यो डेलिभरी दिने कुराहरू हो। त्यस अर्थमा यसमा केन्द्रित रहेर गर्छौँ। अब त्यो डेट अब विश्वासको मतका अगाडि हुन्छ अथवा पछाडि हुन्छ, अन्य प्याकेजमा हुने सहमतिहरू अगाडि हुन्छन् पछाडि हुन्छन्, त्यो चाहिँ बैठकमा अथवा हामीले गर्ने छलफलमा निर्णय हुन्छ। सबभन्दा पहिला त यो न्यूनतम साझा कार्यक्रम जुन 5 दिनभित्र तय गर्छौँ त्यसले धेरै कुरा तय गर्छ। यो 5 दिन त अब प्रतीक्षा गर्नु नै पर्छ। यो 5 दिन पछाडि जब न्यूनतम साझा कार्यक्रम तयार हुन्छ त्यसपछि बाँकी सबै कुराको चाहिँ नि जवाफ त्यसपछि प्राप्त होला।